नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। मध्य प्रदेश लोकसेवा आयोगले कम्प्युटर अपरेटरका लागि विज्ञापन ननिकालेको भन्दै जनकपुरधाममा प्रदर्शन भएको छ। कम्प्युटर अपरेटरका लागि परीक्षाको तयारी गर्दै आएका परीक्षार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले तत्काल कम्प्युटर अपरेटरको विज्ञापन निकाल्नुपर्ने माग गर्दै मध्य प्रदेश लोकसेवा आयोग, प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्रीको कार्यालय लगायत निकायहरूमा ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले अन्य प्रदेशहरूले कम्प्युटर अपरेटरको विज्ञापन निकाल्ने पनि मध्य प्रदेश ननिकालेको गुनासो गरेका छन्। सबै कार्यालयमा आवश्यक हुने कम्प्युटर अपरेटर अहिले पनि करारमा मात्र राख्न गरिएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका छन्। कंप्यूटर ऑपरेटर के प्रदेश नंबर 2 से लोक सेवा के तैयारी कर रहा छी। हमरा लोक सेवा आयोग में गेल छलिए, प्रदेश प्रमुख में गेलिए, आ मुख्यमंत्री में जेबै। हम सब एतबे मांग छले, ऐसे अगाड़ी हम सब मांग केने छलिए कि ऐसे अगाड़ी गेल छलिए, ओइ में ओइ से अगाड़ी हमरा के टाइम देने छलिए जे बैसाख से जेठ तक ले में हम सब कार्यान्वयन करबै, नया कार्यतालिका बनते, ओइ में इंक्लूड करबै कंप्यूटर ऑपरेटर। लेकिन अभी तक ले नहीं केने छै। हम सब फेसबुक में भी शेयर केने छी, एई बात के कोनो पहल नहीं भेलै। तकर बाद हम सब दोबारा यही बात के लेल फिर दोबारा हम सब एलिए पूछे के लागि कि केना नहीं भेल। 2 नंबर प्रदेश में कंप्यूटर ऑपरेटर के वैकेंसी नहीं निकाल, सब प्रदेश में निकाल रहा है, लेकिन खाली 2 नंबर प्रदेश में वैकेंसी अभी तक नहीं निकाल रहा है। करार मात्र निकाल रहा है, वो हिडन रूप में जॉब दे दियो का सबके। हमारे सबके न्यूज फ्लैश नहीं हो दी। ये कहा चाहे सब प्रदेश में निकल रहा है, 2 नंबर में कला निकली कौन कारण से? आखिर तो हमारे सब कंप्यूटर ऑपरेटर का तो जॉब चाहिए। इस समय ऐसे में सभी कार्यालय में कंप्यूटर ऑपरेटर तो है, लेकिन चाहिए, लेकिन अभी तक नहीं निकाल रहा है। मध्य प्रदेश हमरा सबके ऊपर बहुत ज्यादती कऽ लेलखिन। अब ज्यादती की कऽ लेलखिन, हम सब संपूर्ण कंप्यूटर ऑपरेटर के तैयारी अवस्था में रहल विद्यार्थी छी। सब प्रदेश अपने के वैकेंसी निकाल रहा है, धमाधम कंप्यूटर ऑपरेटर के वैकेंसी निकाल रहा है, संगो निकाले छै, लेकिन मध्य प्रदेश अखन तक कोनो हाल के वैकेंसी नहीं निकालने छै। रिकॉर्ड उठा कर देखबे अपने तो हरेक कार्यालय में कंप्यूटर है, हरेक कार्यालय अपने के कंप्यूटर ऑपरेटर के रखने से, तर थाई नहीं लक करार रखने से। अखन रिकॉर्डे उठा के देखबी तो एहन कोनो नगर पालिका नहीं से कंप्यूटर ऑपरेटर के वैकेंसी नहीं निकालल के। यदि करार के छै तो थाई के लाने संघ से एते तो माते रखबे। एठाम के हम सब लोक सेवा कार्यालय गेल छली तो लोक सेवा कार्यालय कहलखिन हमरा सबके मात्र कथी कहै छै, अखन तक हमरा सबके कोनो ने एन बनलै तो ओई एन में छै लिखल से थाई नहीं रखबे। हम सब करारे में जालादारी में काज करबे भी, लेकिन थाई नहीं रखबे। उनीहरूले कम्प्युटर अपरेटरको परीक्षा दिन अन्य प्रदेशमा जानु परेकोमा दुःख लाग्ने गरेको पनि बताएका छन्। ज्ञापन पत्र बुझ्दै मध्य प्रदेशकी बिना विभागीय मन्त्री सुनीता कुमारी शाहले कम्प्युटर अपरेटरको विज्ञापनका लागि आवश्यक पहल कदमी गर्ने आश्वासन दिनुभयो। हमारे सबके अपन प्रदेश के निजामती कर्मचारी हो, अपने के यहाँ पर प्रमुख सचिव रखला हुआ और कि ये ऑर्गेनोग्रामी में पदपूर्ति करे लेल जे मांग कर रहा है ना, वही अनुसार से ही कर्मचारी के लोक सेवा आयोग निकालती है। तो लोक सेवा आयोग के पास हर एक जगह के ऑर्गेनोग्रामी आ चुकल है और मुख्यमंत्री जी बार बार भी ये बात कही छथि कि हम सब भादों में लोक सेवा आयोग के द्वारा कर्मचारी रखम और अपन प्रदेश के कर्मचारी हो, तो हिसाब से हमारा सबके काम करे में प्रॉब्लम हो रहा है, उग्राहिता में अइते। और अपने सबके भी जे बात अपने सबके लिए कंप्यूटर ऑपरेटर तो सबसे ज़्यादा जरूरी है हर एक निकाय में। तो इला हमरा लगी है कि अइमे माइनस पॉइंट नहीं होते। लोक सेवा आयोग एक पर ध्यान देवो करते, अगर ध्यान नहीं होते तो हम सब ध्यान आकर्षण करा देवे, उनका एक के विषय में कार्यविधि बनावेला जल्दी से जल्दी कर। परीक्षार्थीहरूले आफूहरूलाई मध्य सरकार तथा प्रदेश लोक सेवा आयोगले आश्वासन दिने काम मात्र गर्दै आएको पनि गुनासो गरेका छन्। मैथिली भाषा अभियानीहरूले मध्य प्रदेशको सरकारी कामकाजको भाषा मैथिली बनाउन माग गरेका छन्। विराटनगर स्थित अपन विराटनगर पुकार समाजका अध्यक्ष वसुन्धरा झाको नेतृत्वमा आएको टोलीले मध्य प्रदेशको कामकाजको भाषा मैथिली बनाउन माग गरेका छन्। यो टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापन पत्र पनि पेश गरेका छन्। मैथिली भाषालाई कामकाजी भाषाको रूपमा भाषा आयोगले सिफारिस गरिसक्दा समेत केही स्वार्थी र गुलाम मानसिकता भएका व्यक्तिहरूका कारण कार्यान्वयन आउन नसकेको उनीहरूको आरोप छ। सरकारको रहेको छ। साथै मध्य प्रदेश राज्यका बहुसंख्यक आमाहरू जितिया एवं आफ्ना सन्तानहरूको दीर्घायु र परिवारक सुख शान्तिका लागि 24 देखि 36 घण्टासम्म निर्जला व्रत बसी
जीमूत वाहन देवको उपासना आराधना गरेकाले यस कठिन व्रतमा राष्ट्र विदाको घोषणा गर्न जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने साथै भाषा आयोगद्वारा मध्य प्रदेश राज्यमा मैथिली भाषालाई कामकाजी भाषाको रूपमा सिफारिस गरेकाले यस राज्यमा मैथिली भाषालाई कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्नुको साथै आधारभूत शिक्षामा मैथिली पाठ्यक्रम समावेश गराउनका लागि अपन विराटगढ परोपकार समाजको साथै उनीहरूले जितिया पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक विदाको घोषणा गर्नुपर्ने माग गरेका छन्। त्यस्तै आधारभूत शिक्षाको पाठ्यक्रममा मैथिली भाषालाई समावेश गर्नुपर्ने उहाँहरूको माग रहेको छ। उनीहरूको ज्ञापन पत्र मध्य प्रदेशकी बिना विभागीय मन्त्री सुरिता कुमारी शाहले बुझ्नु भएको थियो। कमिसन लिएर बजेट रकमान्तरण गरेको आरोप लागेपछि मध्य प्रदेशकी मन्त्री सुनिता यादवले आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ। आइतबार सामाजिक सञ्जालमा फेसबुकमा स्टेटस लेख्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले यस्तो चुनौती दिनुभएको हो। मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शङ्कास्पद रकमान्तरण गरेको उजुरी अख्तियार दुरुपयोग आयोग बर्दिवासमा परेको छ। यही उजुरीमा लगाइएको आरोपको उहाँले खण्डन गर्नुभएको छ। उहाँले उजुरी हाल्दैमा कोही दोषी नहुने भन्दै प्रमाणित हुनुपर्ने बताएका छन्। मन्त्री यादवले उजुरी हालेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आफू रातभरि विचलित नभएको पनि बताउनुभयो। मन्त्री यादवले अख्तियारले गर्ने छानबिनमा आफ्नो र मन्त्रालयको पुनः सहयोग रहने पनि प्रतिबद्धता जनाउनु भएको छ। आर्थिक वर्ष 2079-80 मा रेड बुक मार्फत सार्वजनिक भएको 42 करोड बराबरको योजना मन्त्री यादवले पुनः विभिन्न शीर्षकका 263 वटा योजना कार्यक्रमहरू नियम विपरीत विनियोजन गरी शङ्कास्पद रकमान्तरण गराएको आरोप छ। संसदबाट पारित भई रेड बुक मार्फत सार्वजनिक गरिएको योजनाहरू संशोधन गरी पुनः रकमान्तरण गर्न अधिकार नहुँदा पनि उनले रकमान्तरण गरेर भ्रष्टाचार गरेको भन्दै मन्त्री यादव र सहायक वन अधिकृत लालबाबु यादव विरुद्ध उजुरी पारेको छ। अख्तियारले यो उजुरी सम्बन्धमा 15 दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयलाई गत साउन 14 गते पत्राचार गरेको थियो। हरबा चरवाको लगत प्रमाणीकरण र परिचय पत्र विवरणको प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ। राष्ट्रिय हरबा चरवा अधिकार मञ्चले लगत प्रमाणीकरण र परिचय पत्र वितरण सहित 4 बुँदे माग अघि सारेका छन्। आइतबार सम्मेलन आयोजना गरी मञ्चले यस्तो माग अघि सारेका हुन्। हरबा चरवाको लगत सङ्कलनका लागि मापदण्ड बनाएर प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै मञ्चले नीति कार्यक्रम र बजेटमा तय गरिएको हरबा चरवा लक्षित कार्यक्रम, हरबा चरवाको पहुँच सुनिश्चितता, हरबा चरवाहरूको विभिन्न एकिन तथ्याङ्क आधारमा भूमि, आवास, शिक्षा, शिव विकास र स्वास्थ्यमा पहुँच र प्रदेश र स्थानीय तहमा सञ्चालन हुने विपन्न र गरिब लक्षित कार्यक्रम हरबा चरवाहरूलाई प्राथमिकतामा राख्ने सहितका माग समेत अघि सारेका छन्। र फिनम फन्डको साथीहरूले चाहिँ जुन यो हरबा चरवाको सर्वे गर्दाखेरि त्यति बेला चाहिँ 1 लाख चाहिँ हाम्रो मध्य प्रदेशमा हरबा चरवा रहेको थियो। अबको जुन हामीले चाहिँ जोरदारको साथ चाहिँ यो तथ्याङ्कको किन हामी मागिराखेको छौँ भने यो हाम्रो मध्य प्रदेशमा 1 लाख होइन 1 लाख भन्दा बढी हाम्रो हरबा चरवा छ। म गौरवका साथ म भन्न चाहन्छु किन यो मध्य प्रदेशमा हाम्रो सबभन्दा बढी जनसङ्ख्या भएको यही मध्य प्रदेश हो र त्यही मध्य प्रदेशको भित्र चाहिँ हाम्रो हरबा चरवा सबभन्दा निम्न स्तरमा चाहिँ पुगेको छ। गृहस्थको घरमा काम गरे तर कामको चाहिँ जति हामी काम गर्छौँ उसको जल्ला के हो निर्धारण छैन। गृहस्थले जे भन्छ त्यही चाहिँ हामी भातको भरमा चाहिँ हामी काम गर्छौँ। अनि त्यसपछि चाहिँ हजुरले चाहिँ भन्नुभयो अर्को चाहिँ हरबा चरवाको चाहिँ जुन उजुरीको कुरा छ, हाम्रो कञ्चनरूप नगरपालिका वडा नम्बर 11 मा हाम्रै हरबा चरवाको परिवारले चाहिँ ऐलानी जग्गा चाहिँ जोत कोड गरेर चाहिँ खाइराखेको थियो। त्यहीको सामन्तले उसले चाहिँ घडी चाहिँ मुद्दा लगाउने, गाँजाको आरोप लगाउने। पत्रकार सम्मेलनमा उनीहरूले प्रदेश सरकारले हरबा चरवाको लगत सङ्कलनका लागि बजेट छुट्याउनु र नीति तथा कार्यक्रममा आफूहरूलाई लक्षित गरी कार्यक्रम छुट्याउनु राम्रो कुरा भए पनि
कामकाजमै सीमित हुने आशंका व्यक्त गरे। कार्यक्रममा उपस्थिति मुक्त कमैया र हरवा चरवाको कानुनी सल्लाहकार बलराम भट्टराईले देशका अन्य कार्यक्रम जस्तै यो पनि कागजमै सीमित हुनु नदिन प्रदेश सरकारले तत्काल मापदण्ड बनाएर कार्य सुरु गर्ने आग्रह गर्नुभयो। आधार बिना त्यो सम्भव छैन। योभन्दा पहिले नेपालमा कमैया मुक्तिको घोषणा गरियो, जसको लगत लियो, प्रमाणीकरण गरियो र परिचय पत्र वितरण गरियो। हलिया मुक्तिको घोषणा गरियो, जसको लगत लियो, प्रमाणीकरण गरियो र परिचय पत्र वितरण गरियो। त्यसका आफ्ना प्रक्रिया थिए, त्यसका आफ्ना कानुन थिए, त्यसका आफ्ना गठन आदेश थिए, त्यसका आफ्ना लगत सङ्कलन समिति थियो, त्यसको एउटा पुनर्स्थापना समिति पनि थियो। तर अहिलेको स्थितिमा यो भन्न हतार नगरौँ कि प्रदेश सरकारले केही गरेको छैन भन्ने पक्षमा म छैन, किनभने भर्खरै नीति कार्यक्रम र बजेट पास भएको छ। आजको आजै यो काम भइहाल्छ भन्ने कुरा छैन। तर पनि यो क्षेत्रमा कदम चाल्न जरुरी छ। यदि लगत सङ्कलनको प्रक्रिया निर्धारण गरिएन, यदि प्रमाणीकरण या वर्गीकरणको प्रक्रिया निर्धारण गरिएन भने के को आधारमा परिचय पत्र दिने, त्यो खालका प्रश्नहरू उठ्न सक्छ। त्यस क्रममा मञ्चका अध्यक्ष दर्शनलाल मण्डल लगायत सहभागी भएका थिए। जन आवाज सङ्घर्ष समितिले मधेस आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष राजबन्दीहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राखी सरकारलाई ज्ञापन पत्र बुझाएको छ। समितिका अध्यक्ष सुभाष यादव नेतृत्वको टोली आइतबार महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो। उनीहरूले मधेस आन्दोलन क्रममा असही थमन विकको हत्याको आरोप लागेकाहरूलाई कारबाहीको पनि माग गरेका छन्। निर्दोष राजबन्दीहरूको रिहाई र विकको हत्यामा संकलनलाई कारबाहीको माग गर्दै उनीहरूले 4 दिने अल्टिमेटम पनि दिएका छन्। विकको हत्याका कयौं आरोपी खुलेआम हिजो पनि राज्यको ध्यान नगएको उनीहरूको आरोप छ। उनीहरूले राजनीतिक प्रभाव र पहुँचका कारण राज्य संयन्त्रलाई धोका दिँदै शक्तिको दुरुपयोग गर्दै निर्दोष व्यक्तिहरूको जीवन सखा पार्दै गएको पनि विज्ञप्तिमा जनाइएको छ। निर्दोषहरू कैदी जीवन बिताउने र दोषीहरू खुलेआम हिँड्नु दुर्भाग्य भएको पनि उनीहरूले बताएका छन्। ज्ञापन पत्र बुझाउन शुभम झा, सोनू मिश्रा, आकाश पासवान, इरशाद आलम, अर्जुन शाह, सुजित यादव लगायत पुगेका थिए। मध्य प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद र मान्य कल्याणको क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन्। लायन्स क्लबले इन्टरनेसनल डिस्ट्रिक्ट्स 352 एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथ ग्रहण तथा पद स्थापना कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय रहेको बताएका छन्। नेपाली कांग्रेस मध्य प्रदेश समिति सभापति एवं संसदीय दलका नेता समेत रहेका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरक्षणमा पनि क्लबका असल अभ्यासको अनुसरण र सहकारिताका लागि पहल गर्ने बताए। स्थानीय निकायहरुमा पनि हाम्रो 28 जिल्लामा 136 पालिकामा पनि हाम्रो साथीहरु छन्। त्यहाँ पनि हामी अब संगठनको कार्यक्रमकै उसमा सिलसिलामा यो क्रियाकलापलाई पनि साथीहरुको बीचमा हामी शेयर गर्छौं र उहाँहरुलाई पनि आग्रह गर्छौं र उहाँले पनि उत्प्रेरित गर्छौं कि तपाईहरु पनि यो लायन्स क्लबसँग समन्वय गरेर स्वास्थ्य सेवा, शिक्षा सेवा र वातावरणमा तपाईहरु पनि आफ्नो योगदान दिनुहोस् भन्ने म तपाईहरुको अगाडि यो हुन्छ एक प्रकारको वचन दिन चाहन्छु। कार्यक्रममा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन शाहले लायन्स क्लब थप सक्रिय बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षाको क्षेत्रमा कार्य तथा अन्य कार्यहरू गर्ने छु। गत वर्ष अध्यक्ष गोपाल शाहले धेरै राम्रो कार्य गर्नुभयो। सदस्य थप्ने एवं एउटा नयाँ क्लब जनकपुर गाडी स्पोन्सर गर्नुभयो। हामीले हरेक वर्ष 2-3 वटा एमजेएफ दिँदै आएका छौँ। यस वर्ष पनि मैले एमजेएफ दिने प्रतिबद्धता गर्दछु।
क्लबलाई संस्थागत गर्न आजीवन सदस्यताको प्रावधान ल्याएको छौँ। रु 1 लाखको आजीवन सदस्य अझ वृद्धि गर्नेछु। यस वर्ष 10वटा NLF प्रदान गरिनेछ। कार्यक्रममा लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई पनि जिम्मेवारी हस्तान्तरण गरिएको थियो। नेपालमा सन् 1971मा लायन्स क्लब अफ विराटनगरमा नाममा पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा पहिलो पटक क्लबको स्थापना भएको थियो। सशस्त्र द्वन्द्वकालका पीडितलाई अनुमुक्ति दिने काम सरकारबाट भए आन्दोलनमा जाने मानवाधिकार तथा शान्ति समाजले चेतावनी दिएको छ। सरकारले हालै संसदमा पेश गरेको विधेयकबारे आइतबार काठमाडौँमा सांसदहरूसँग छलफल गर्दै समाजका अध्यक्ष कृष्ण पहाडीले पीडकलाई आम माफी दिने काम भए आफूहरूले राष्ट्रिय रूपमै आन्दोलन सुरु गर्ने बताउनु भएको हो। उहाँले नेपालको शान्ति प्रक्रियालाई गलत शिक्षा दिशामा जान नदिन आफूहरूले सांसदहरूसँग पनि सुखद सहकार्यको अपेक्षा गरेको स्पष्ट पार्नुभयो। अध्यक्ष पहाडीले पीडकहरूलाई सजाय दिएर अवतरण गरिएको नेपालको शान्ति प्रक्रियाको मोडलबारे विश्वभरकै विद्यालय र विश्वविद्यालयमा अध्ययन हुने स्मरण गराउनुभयो। प्रक्रियाको भन्नुभयो भने संसारभरिका विद्यालय र विश्वविद्यालयमा नेपालको मोडेल पढाइन्छ। तर यदि तपाईहरूले यसलाई चाहिँ तपाईहरूले हाटुड गर्न चाहिँ पीडितलाई न्याय होइन पीडकलाई चाहिँ उन्मुक्ति दिने हिसाबले गर्नुभयो भने यो गलत दिशामा जान्छ। त्यसैले तपाईहरू 5 जना सांसद म स्पष्ट यहाँ देखिरहेको छु हुनु भए पनि हामीले हाम्रा कुरा बिसायौँ। यहाँहरूको गम्भीर मतको चाहिँ हामीले अपेक्षा गरेका छौँ र हामी एउटा सहकार्यको सुरुवात गर्छौँ। हाम्रो महासचिवजी यहाँ हुनुहुन्छ, रेणुकाजी, सभापति रामबरालजीहरू हुनुहुन्छ, उपसभापतिहरू हुनुहुन्छ, कानुन व्यवस्था मतलब कानुनको विद्यार्थी पनि हुनुहुन्छ। तपाईहरुसँग कार्यक्रममा बोल्दै सत्तारूढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले मानवाधिकारमाथि चुनौती दिने खालको कुनै पनि विधेयक संसदबाट पास हुन नदिने आह्वान लिनुभयो। उहाँले संविधानको सर्वोच्चता कानुन राज्यको प्रत्याभूति हुने गरी मात्रै सशस्त्र द्वन्द्वकालका पीडकहरूमाथि कारबाही गर्न आफूहरू लागि पर्ने बताउनुभयो। च्यालेन्ज नहुने खालको विधेयकहरूलाई सम्बोधन गर्ने, पास गर्ने र नेपाली समाजभन्दा बाहिर अथवा सरकारको मूलधारभन्दा बाहिर रहेका शक्तिलाई पनि मूलधारमा ल्याउने कुरा, यो दुवै विषयलाई सन्तुलनमा राखेर अगाडि बढ्ने कुराको कमिटमेन्ट गर्न चाहन्छु र मेरो पार्टी यो विषयमा धेरै सिरियस छ। मानव अधिकारलाई च्यालेन्ज राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा जङ्गालीले सरकारले संसदमा पेश गरेको गम्भीर मानवाधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन भएकाहरूलाई पनि उन्मुक्ति दिने खालको विधेयक अघि बढ्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशमा गणतन्त्रमा समेत छाडातन्त्र मौलाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि रोक्न मानवाधिकार कर्मीहरूले पनि जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हत्यारा, बलात्कार, यातना र बेपत्ता सम्बन्धी घटनामा पीडितहरूको सहमति लिएर पनि पीडकलाई आम माफी दिन नहुने आफ्नो पार्टीको आह्वान रहेको स्पष्ट पार्नुभयो। उहाँले हत्यारा बोकेर मार्ने, बेपत्ता पार्ने कामहरूलाई अन्तर्राष्ट्रिय कानुनी मान्यताको आधारमा पनि उन्मुक्ति दिन नमिल्ने भएकाले नेपालले पनि सोही अनुसार अघि बढ्नुपर्ने बताउनुभयो। सजाय हुनुपर्छ भनेर प्रस्तावनामै राख्नुपर्छ भनेको छौँ। किन भन्दाखेरि निहत्थालाई कसैले पनि मार्न पाइँदैन, निहत्थालाई बलात्कार गर्न पाइँदैन, निहत्थालाई यातना र बेपत्ता गर्न पाइँदैन। कसैले हतियार बोकेर आएको छ भने घरमा सुतिरहेको मान्छेलाई उठाएर बेपत्ता पारेपछि त त्यो पीडकलाई त कारबाही हुनुपर्छ। अन्तर्राष्ट्रिय कानुनको मान्यता यही हो। त्यसकारण यस्ता विषयहरू हामीले संशोधन राखेर अगाडि बढेका छौँ। तपाईहरुको यो सुझाव सांसद सुवालले आफ्नो पार्टी सरकारले संसदमा पेश गरेको सशस्त्र द्वन्द्वकालका घटनालाई आम माफी दिने खालको प्रावधान सहितको विधेयकको विपक्षमा रहेकाले संशोधन प्रस्ताव दर्ता गराएकोमा समेत स्मरण गराउनुभयो। जनतासँग माओवादी विशेष रूपान्तरण अभियान घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक समापन भएको छ। काठमाडौँ स्थित प्रभाव भवनमा 5 दिनदेखि चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार समापन भएको छ। बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरू
सँग कुराकानी गर्दै पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले अभियान भादो 16 गतेदेखि सुरु भई 3 महिनासम्म चल्ने बताउनुभयो। उहाँले यस अभियानका क्रममा पार्टीको नेता तथा कार्यकर्ताहरू जनताको घर दैलोमा जाने र पार्टीको 8औं राष्ट्रिय महाधिवेशन र केन्द्रीय कमिटी बैठकको मर्मलाई जनता समक्ष सम्प्रेषण गर्ने बताउनुभयो। अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 7 प्रदेशको 7वटै वार्डमा जाने र सबै पदाधिकारीहरूले कम्तीमा एउटा वार्ड जिम्मेवारी लिने निर्णय भएको उहाँले बताउनुभयो। प्रचण्डले उठेका प्रश्नहरूको जवाब दिनुभयो। यसमा वास्तवमा उठेका प्रश्नहरूमध्येमा खास गरेर यो अब हामी सबै एउटा एक ढिक्का हुने त्यसैगरी उपाध्यक्ष कृष्ण बहादुर महरालाई समाजवादी मोर्चा र पार्टी एकता अग्निप्रसाद सापकोटालाई प्रचार विभाग तथा प्रवक्ताको जिम्मेवारी दिएको छ। स्वर्णवर्गीय संगठनको इन्चार्ज पम्पा भूषाललाई दिएको छ। जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापक र सांस्कृतिक क्षेत्रको इन्चार्ज भने दीनानाथ शर्मालाई दिएको छ। बैठकले सबै प्रदेशहरूमा इन्चार्ज तोकेको छ, जस अनुसार कोशी प्रदेशमा चन्द्रप्रकाश खनाल, बलदेव, मध्य प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बनीमा हितमान साक्या, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ। त्यसैगरी प्रवासमा नारायण काजी श्रेष्ठ र पार्थ छेत्री, विशेष प्रदेशमा वर्षमान पुन र सम्पर्क समन्वय प्रदेशमा पार्थ छेत्रीलाई जिम्मेवारी दिएको उपाध्यक्ष महराको भनाइ छ। बैठकले 25 बुन्दे समसामयिक प्रस्ताव पनि पारित गरेको छ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टी एक ढिक्का र भावनात्मक रूपले एकजुट भएको बताउनु भएको छ। आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनु भएको हो। उहाँले नेताहरू भावनात्मक रूपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो। उहाँले पार्टीले देशको नेतृत्व लिने गरी अगाडि बढ्ने जानकारी दिनुभयो। उहाँले पार्टी विधि पत्ती भन्दा बाहिर नजाने बताएका छन्। उहाँले सिङ्गो पार्टी मुख्य नेतृत्वको वरिपरि गोल बन्द भएर अगाडि बढ्ने जानकारी दिनुभयो। नेताहरूको बीचमा नै आशंका अविश्वास हो कि भन्ने जो स्थिति थियो, यो बैठकमा प्रवेश गर्दा अब यो बैठकबाट हामी निक्लिँदै गर्दा हामीले भन्न सक्छौँ। मलाई लाग्छ मिडियाको साथीहरूले पनि थाहा पाइसक्नु भएको छ, हामी एक ढिक्का भएका छौँ। हामी अब कुनै पनि खालको विधि पद्धतिभन्दा बाहिर जाने छैनौँ। पार्टीको नेतृत्व अन्तर्गत मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर जनतासँग सम्बन्ध कायम गरेर अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासँग स्थापित गरेर अध्यक्ष दाहालले पार्टीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान 3 महिना सञ्चालन गर्न जानकारी दिँदै आफू पनि सो अभियान अन्तर्गत 7 प्रदेशकै 7वटा वार्डमा पुग्ने बताउनुभयो। उहाँले सो अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकहरूको मात्रै नभई सबै नेपाली जनताको घर घरमा नेता कार्यकर्ताहरू पुग्ने बताउनुभयो। उहाँले गाउँ गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। जाने निष्कर्षमा पुगेका छौँ। जनतासँग माओवादी विशेष रूपान्तरण अभियान भनेर वडा केन्द्रित सबै पार्टीका लिडरहरू जनतासँग जोडिने र जनताका उहाँले 3 महिने विशेष अभियानपछि पार्टीको विधान अधिवेशन गर्न पनि जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँको आलोकनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्दै नेताहरूले संसदको गरिमा कायमै हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वको प्रति
असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले संसद बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए। संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेको पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो। संसद बैठकले बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बैठक गरेको कुरा बैठकमा नेताहरूले राखेको उहाँले बताउनुभयो। हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्यो त, हाम्रो पार्टीको भूमिका पनि कति प्रभावकारी हुन सक्यो त भन्ने सवालमा पनि कुराहरू उठेका छन्। त्यसैले संसदको गतिरोध यो जुन विषयमा चाहिँ नै उत्पन्न भएर जुन विषयलाई चाहिँ न्यू बनाएर चाहिँ गतिरोध उत्पन्न गरिएको छ हैन, त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुराहरू होइन। सदनको 1 मिनेट पनि विषय भनेर भनेको, सदनको 1 मिनेटको बिजनेस भनेर भनेको पनि नि असाध्यै महत्त्वपूर्ण कुरा हुन्छ। अब त्यो चाहिँ के भने प्रतिपक्षले जे गरिरहेको छ त्यो चाहिँ अलिकति बेठिक गरिरहेको छ भन्ने तहबाट पनि त्यो कोणबाट पनि कुरा उठेको। हिजो शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न 10औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। एकीकृत समाजवादीले पार्टीको आसन्न 10को महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठकले बोलाइएको थियो। उपमहासचिव तुलाधरका अनुसार अब भादौ पहिलो सत्ता बस्ने पोलिसी ब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्ने गरी अगाडि बढाएको बताउनु भएको छ। आइतबार कन्सुल सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताउनु भएको छ। परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो। उहाँले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन भएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि जानकारी दिनुभयो। मन्त्री साउदले पार्टीहरूको परराष्ट्र नीति छुट्टा छुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्ने जोड दिनुभयो। त्यो सुमधुरतामा चाहिँ असन्तुलन आएको बीचमा महसुस भएको थियो। यो बीचमा यो सरकार गठन भइसकेपछि कतिपय विगतका सरकारले पनि यसमा मेहनत गरेको छ। यो अन्तर्राष्ट्रिय जुन हाम्रो सम्बन्ध छ, परराष्ट्र जुन सम्बन्ध छ, यसलाई हामीले राष्ट्रिय स्वाभिमानमा आधारित बनाउनु। मन्त्री साउदले पार्टीहरूको परराष्ट्र नीति छुट्टा छुट्टै नबनाई सबैको सहमति नीति हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारले बायोमेट्रिक लगायतका कामहरू सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताउनुभयो। उहाँले सरकारी कार्यालय पछि बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागि परेको बताउनुभयो। मन्त्री साउदले पासपोर्टमा भने सहजीकरणका लागि आफूले निर्देशन दिइसकेको बताउनुभयो। सरकारको उच्च स्तरमा हामीहरू छलफल गरिरहेका छौँ कि यो बायोमेट्रिकदेखि लिएर विभिन्न कुराहरू एकै सरकारले, हाम्रै सरकारी कार्यालयहरूले पटक पटक ठाउँ ठाउँबाट किन गर्ने, खर्च दोहोरो परिरहेका छ। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सेप्टेम्बरको तेस्रो-चौथो हप्तातिर गर्ने गरी तयारी गरिरहेको बताउनुभयो। उहाँले छिमेकी देशहरूका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरूकोसँग मित्रता सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। एक्जामको प्रिपरेसन गरेर होला भने त केही सम्झ यार, यसलाई केही कुरै सुन्दैन मेरो। काका एक्जामको प्रिपरेसन रिल्याक्स, मैले लास्ट विक नै वायानेटको वाया सिक्योर राखिसके। ए अब चाहिँ यसले पढ्ला जस्तो छ है। वायानेटको वाया सिक्योर राख्नुहोस् अनि बच्चाहरूलाई उमेर अनुकूल चीजहरू मात्र हेर्न दिन र पढाइमा बाधा हुने चीज रोकेर तपाईको समय तालिका अनुसार इन्टरनेट चलाउन मद्दत पाउनुहोस् र सुरक्षित अनलाइन पेमेन्टको अप्सन पनि। वायानेट, अब सबै कनेक्टेड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखले
गम्भीर प्राकृतिकको मानवाधिकार हननको घटनामा संलग्नहरूलाई आम माफी दिने गरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताउनु भएको छ। मानवाधिकार तथा शान्ति समाजले आइतबार काठमाडौँमा आयोजना गरेको संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरूमा सम्बन्ध आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उहाँले सो विधेयक परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभयो। प्रमुख सचेतक लेखकले मुलुकमा मान्य न्याय शान्ति हुने, हिंसा नहुने, मानवाधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहीनता पनि समाप्त हुने ढङ्गले सो विधेयक संसदबाट पारित गराउने बताउनुभयो। उहाँले मुलुकमा दण्डहीनताको अन्त्य हुने गरी विधेयकहरू अघि बढाउने विषयमा आफूहरूले गम्भीरतापूर्वक छलफल गर्ने जानकारी दिनुभयो। प्रमुख सचेतक लेखकले सो विधेयक संक्रमणकालीन न्यायसँग भने सम्बन्धित नभएको पनि स्पष्ट पार्नुभयो। सशस्त्र द्वन्द्वकालका न्याय निरूपणका लागि भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उहाँको भनाइ थियो। प्रमुख सचेतक लेखकले मुलुकमा मानवाधिकार, कानुनको शासन र दण्डहीनताको अन्त्य गर्न कुरामा आफूहरू सदैव सचेत रहेको पनि पटक पटक दोहोऱ्याउनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली चलचित्र सम्बन्धी विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ। पुरानो ऐन नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताउनुभयो। भुवन चैत्य वसुन्धरा फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्ल्याक व्हाइट युगमाबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरूको सुझावको आधारमा त्यस सम्बन्धी कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताउनुभयो। मन्त्री शर्माले नेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरी रहेको पनि बताउनुभयो। नेपाल सरकारको एउटा प्रवक्ताको हिसाबले पनि यस क्षेत्रको विकासका निम्ति यस क्षेत्रमा आफ्ना जीवन गुजार्ने व्यक्तित्वहरूलाई सम्मान गर्न कसरी सकिन्छ, के सकिन्छ भन्ने विषयमा पनि हाम्रो चलचित्र बोर्ड छ। चलचित्र बोर्डसँग हामी छलफल गर्नेछौँ, सरसल्लाह गर्नेछौँ र चलचित्र बोर्ड मार्फत थप गर्न पर्यो। केही थुप्रै सुझावहरू आए त्यसलाई परिमार्जन गरौँ भनेर फेरि चलचित्र विकास बोर्डमा त्यो आएको छ र हामी त्यसलाई छिटोभन्दा छिटो पारित गरेर अगाडि बढाएर यस क्षेत्रको विकासको निम्ति हामी अगाडि बढाउन खोज्दैछौँ। र म अन्त्यमा छोटो कुरा के भन्न चाहन्छु भने अहिले पछिल्लो समयमा नेपालको स्वदेशी चलचित्र, हाम्रो आफ्ना स्वदेशी कलाकारहरू बिस्तारै विदेशी चलचित्रहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने, त्यहाँ अगाडि जान नसक्ने स्थितिमा पुगेका छन्। कतिपय अवस्था मन्त्री शर्माले नेपालको चलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगत निर्णय लिन पनि बताउनुभयो। त्यस अवसरमा उहाँले चलचित्र विकास बोर्डसँग परामर्श गरेर सरकारले चलचित्रकर्मीहरूको योगदानको उचित कदर गर्न आश्वासन समेत दिनुभयो। नेपाल निर्माण व्यवसाय महासङ्घका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेको कामलाई अर्को सरकारले अपनत्व लिन भन्न नमिल्ने प्रक्रिया दिनुभएको छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि अध्यक्ष सिंहले यस्तो बताउनु भएको हो। आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष सिंहले अर्थमन्त्री डाक्टर महतले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भने कुरा बिर्सन नहुने बताउनुभयो। उहाँले सरकारले निर्माण कार्यको सकेका योजनाहरूको सरकारबाट पाउनुपर्ने भुक्तानी तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले ऋण उठाएर अनुदान मागेर वैदेशिक ऋण लिएर वा आन्तरिक ऋण उठाएर भए पनि निर्माण व्यवसायीहरूले पाउनु भुक्तानीको सुनिश्चित गर्नुपर्ने बताउनुभयो। सरकारले अहिले म्याथप गर्ने 3000 आयोजनाको 4 खर्ब रुपियाँ भुक्तानी गर्न सक्दैन। यो कुरा स्वीकार्नु भएको छ, उहाँलाई म आभार व्यक्त गर्न चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु। जे फ्याक्ट हो त्यो फ्याक्टलाई अंगीकार गर्नुभएको छ। तर विगतका वर्षहरू अध्यक्ष सिंहले भुक्तानीहरूको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूको लागि खारेज गर्न माग गर्नुभयो। उहाँले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्न काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने बताउनुभयो। उहाँले निर्माण व्यवसायीहरूलाई समाप्त गरेर निर्माण व्यवसायीहरू मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने बताउनुभयो। उहाँले निर्माण उद्योग चल्यमान नहुँदा अहिले अर्थतन्त्रमा सङ्कुचन आएको बताउनुभयो। भारतमा कार दुर्घटनामा परि नेपालगञ्जका एकै परिवारका 4 जना सहित 6 जनाको मृत्यु भएको छ। भारतको
बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी 47W 1217 नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गैराती छाडा गाईबस्तुलाई बचाउने क्रममा रुखमा ठोकिएको र दुर्घटना भएको हो। दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 11 त्रिभुवन चौकका भैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, 5 वर्षीय छोरी भैवी गुप्ता र 9 महिनाकी छोरी श्रिया गुप्ताको मृत्यु भएको छ। त्यसै नीलांश गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि मृत्यु भएको छ। दुर्घटनामा निधन हुने 6 जना नै नातेदार रहेका छन्। वैभव भारत माइतीका रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेका थिए। घटनामा चालकका गम्भीर घाइते रहेका छन्। बाँकेका एसपी सन्तोष सिंह राठौरले घटनामा 6 जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोस्टमार्टम हुने बताएका छन्। पोस्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय भइरहेको छ। पाकिस्तानमा रेल दुर्घटनामा परि कम्तीमा 28 जनाको ज्यान गएको छ। पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परि ज्यान गुमाउनेहरूको संख्या 28 जना पुगेको पुष्टि गरेका छन्। सो रेलमा 1000 जना यात्रु सवार रहेका बताइएको छ। बीबीसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्ला स्थित सरहरी कस्बेकमा भएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। नेपालमा जस्तै मित्र राष्ट्र बांग्लादेशमा पनि डेंगू संक्रमण नियन्त्रण बाहिर गएको छ। शुक्रबार र शनिबार बेलुकासम्मको 24 घण्टाभित्र देशका विभिन्न अस्पतालको डेंगू 10 जना बिरामीको मृत्यु भएको, करिब 9334 डेंगू बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। बांग्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालय दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै 4680 डेंगू बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालमा 4654 बिरामी उपचाररत रहेका छन्। डेंगू संक्रमणबाट यो वर्ष मात्र 303 जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य विज्ञहरूले यो महिना र अर्का महिनामा डेंगूको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारको लामो खुट्टा विरुद्ध व्यापक अभियान चलाउन अधिकारी कर्मीहरूलाई आग्रह गरेका छन्। बांग्लादेशमा वर्षोमा मात्र तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामो खुट्टेको प्रजननका लागि अगस्त र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ। त्यस्तै विश्वमा धेरै देशमा डेंगू संक्रमण देखिएको छ। एसियामा 12 बढी देशहरूमा डेंगू संक्रमण फैलिरहेको छ। नेपालमा अहिले डेंगूको संक्रमण 71 जिल्लामा फैलिसकेको छ। करिब 7253 डेंगू बिरामी फेला परेका छन्, जसमा कोशी प्रदेश सबैभन्दा बढी 5101, बागमती प्रदेश 1171, गण्डकी प्रदेश 389 र सुदूरपश्चिम प्रदेश 342 जना रहेका छन्। हस्त अहिलेलाई यतिकै पलपल खबर तेज नजर हेल्गा अप्पान टेलिभिजन। नमस्कार।